हेलो गाइज मर्निङ सबै दिनको जस्तै फेरि पनि आज महिनेको आफ्नो गन्तव्यतिर ड्युटीमा हाम्रो यहाँ मदिरहरू केटाहरू सबै यसो हिँडिरहेछ चिलपारामा तर म मात्र गरिब भनेको विदेशमा त होइन रहेछ यार। ओ हाम्रो साथीहरू पनि गरिब परेछ यार। पैसा सैसा छैन सबैजनासँग पैसा सैसा स्विट खुलुस सुलुस आएको छैन। ओ हाम्रो भतिजलाई एकचोटि सोधिरहेको भयो भतिज तेरो पैसा आछ कि छैन? छैन नि हो छैन के छ त अनि हलिचली पैसा नभएपछि खाली देशमा यस्तै हो केटा। रमाइलो छ जे होस् पैसा नभए नि हौसला त हटेको छैन नि। गाह्रो छ भनेर चाहिँ हाम्रो सबैलाई एउटा हो पैसा यहाँ आउने ठेगान छैन। पैसा अब 27-28 गते नै आउँछ भनेर चिलपारामा सबै सकायो। अहिले त 4-5 तारिक आउँछ अरे। यहाँ त सबैलाई ज्वरो पो लाग्न थालेछ हौ। चामल नि चोइट भएछ। यो सोरुमबाट बाहिर निस्केको त आज त गर्मीमा पनि हुजो लागिरहेको रहेछ यार साउदीमा। मलाई लाग्छ त्यो पैसीकै कारणले होला यार। हामीले मात्र देखा हो कि कमजोर भएर अरूले नि देखिरहेछ। सो कमेन्ट गरौँ है साथी हो।